जे छ बरु कानुनी प्रक्रियामा जाने आफूलाई मन नपरेको चिज छ भने कानुनी प्रक्रियामा जाने कानुनी प्रक्रियामा चल्ने आज भोलि देख्नु भएन हेर्नु त बिचरा त्यो अर्को एउटा बेबिका भन्ने सिस्टरलाई कस्तो मजाले साइबर क्राइम ला त्यस्तो हुन्छ त्यही भएर आजको भोलि कसैको विरुद्धमा बोल्नु पनि हुन्न र कसैको बारेमा त सही छस् भनेर बोल्नु पनि वेदिका बाठी भएर बोलिरहेथी अब रमेश बस्नेत अस्ट्रेलियामा छ ऊ नेपालमा छ उसलाई जागिदियो बुझ्छ त्यो मात्रै होइन हाम्रो अर्को बाबा भन्नेले पनि हो कि यो राजपटले पनि हो धेरैले हुन्छ त्यही भएर बोल्नुभन्दा राम्रो होइन जो त म त धेरै बुझेछु म त बुझेको छु भोगेको छु त्यही भएर चाहे जेसुकै भने म कसैको बारेमा बोल्दा पनि चाहन्न र बोल्दा पनि बोल्दिनँ मलाई कोही साथीहरू मलाई चाहिँदैन मैले भन्ने नि दुःख पर्दा कोही चाहिँदैन दुःख पर्दाखेरि मलाई साथ दिएनन् भने अब मलाई सुख पर्दा कुनै मुजीहरू चाहिँदैन भाइ छ सरी है भाइ त्यही हो मतलब होइन बोल्दिनँ भाले फरर दिदी हामी चाहिँ कुन चाहिँ गतिलो बोल्ने हो र म त त्यही हो भाइ म त त्यही भन्छु आज भोलि त म त मलाई सुख पर्दाखेरि दुःख पर्दाखेरि मलाई कसैले 1 रुपियाँ दिनन् भने सुख पर्दा मलाई कुनै मुजिनी हो जान्दैन कोही पनि चाहिँदा पनि छैन भाइ म आफ्नो जे छु म एकदम राइट छु आफ्नो मामाइजूको साथा बसेछु मलाई मामाइजू मेरो बाआमा मेरो छोरो भए पुग्यो अरू मलाई कोही पनि चाहिँदैन मेरै मित्र छ भने चाहिँदैन कि के बोलिदियो त नि मनी चाहिँ हो नि होइन मोहनजी मलाई कोही पनि छैन दुःख पर्दा आँसु पर्दा मैले आँसुका धारा बगाएर बस्दाखेरि चाहिँ मैले चाहिँ भातमा चाहिँ आँसुको थोपा खाइछु के सुरज भाइ त्यो मलाई थाहा के बुझ्यौ नि मलाई रोहितले कति गर्यो आज रोहित यो ठाउँमा छैन भन्न त हुँदैन ठिक त भयो नि भएन र मलाई कति गर्यो के भाइ मलाई कति गर्यो म अनि मेरो मरेको आमाको फोटो लिएर मेरो मरेको बाउको फोटो लिएर मेरो दिदी भनेको फोटो लिएर कविता दिदीको लाइफमा गएर टाँगेको होइन त अनि त्यसले मलाई कति त्यसको 6 महिना पनि बित्न पाएन अनि 14,000 पैसा मैले आइडी बेचेकी है आइडी बेचेको पनि मलाई आइडी पनि बिहान गऱ्यो जे पाए त्यही बोलेर 14,000 पैसा पनि रिटर्न गरेँ है अनि त्यस पछाडि अब अहिले त जीवन भाइ हेर त त्यसको चल्तीका देखेर मलाई कति माया लाग्छ आज भोलि उसले पनि मलाई गर्नुसम्म गरेको के देखिँदै आइछ नि त हस् अहिले भिडियो उठाउँछ हस् बहिनी बोल्दिनँ होइन म कसैसँग बोल्दिनँ बहिनी म कसैसँग बोल्दिनँ म कसै चिन्ता पनि चिन्दिनँ म त्यो भन्छु के कर्म इज रियल हो कि सिस त्यो त हो बोल्दिनँ म कसैलाई पनि दिदी हेर्दै जानुपर्छ टिकटकबाट हराउन चाहिँ हुँदैन दिदी टिकटकमा चाहिँ आइराख्नुपर्छ तर सबैको देखिन्छ दिदी हो नि मलाई हिजो टिकटकबाट भगाउँछु भन्नेहरू आज पत्ता साफ भएर भागेका पनि छन् नाम निशान छैन टिकटकमा फेक आइडीबाट हेर्दै होला नि थाहा भएन तर जुन नामले प्रख्यात भएका थिए ती नामहरू अहिले गुमनाम भइसक्यो कि तर म जहाँ कतै छु सब हराए अहिले म सबैको लाइभमा जान्छु मलाई जी गर्छन् के सबैले हाय रुन्ची साने मलाई सबैजनाले जी गर्छन् किनकि म बोल्दिनँ नि त म कसैको विरुद्धमा बोल्न पर्ने आवश्यकता होइन म कुनै न्यायाधीश पनि होइन म कुनै न्यायालय पनि होइन हो कि भनौँ न मिना दिदीलाई खेदो गर्नुदेखि रसको झन् कति देखिन्छ दिदी अनि यो दिदी त जसरी बोल्नु भयो नि मनपर्छ मलाई त अरे थ्याङ्क यू माया बहिनी के छ माया बहिनी म त कसैसँग बोल्दिनँ मेरो आफ्नो काम गर्नु छ है म त समय किनभने मैले आकाशको तारा झार्नु छ जस्तो लाग्छ कि मलाई आजभोलि पोखिन्छ नि त्यो त पोखिन्छ सबैको पोखिन्छ यो टिकटकमा त सुरज भाइ जति बोल्यो उति नाङ्गिन्छ क्या त्यही भएर बोल्नु हुन्न यो टिकटकमा जस्तो लाग्छ मलाई हो बोल्नु हुँदैन होइन दिदी यस्तो कसैको केही आएको छैन भने चाहिँ त्यो मान्छे चाहिँ नबोल्नु तर अब मेरो पनि सबै आइसक्यो मिना दिदीको पनि सबै आइसक्यो देविकाको पनि सबै आइसक्यो सबै केही नहुने के नभएको केही छैन सबै कुरा टिकटकमै चरितार्थ भइसकेको अब त हामीले बोले पनि केही फरक पर्दैन अब मैले एउटा कुरा भन्छु है सुरज भाइ तिमीलाई गाह्रो माने त्यो बुहारीले मलाई त्यो तिम्रो बुढी अहिले गाह्रो माने नि मान सम्बन्ध टिकाउट गर्नु छ भने दुवैजनाले राम्रोसँग सल्लाह गरेर अगाडि गर होइन म गर्दिनँ मलाई मनै पर्दैन भने चाहिँ एकचोटि सल्लाह गरेर तिमीहरू दुईजना राम्रो तरिकाले छुट है नत्र भने कि तिमी मर्छौ कि ऊ मर्छ मिल्दैन होइन यसै जिब्रोले चाटेर यो त मिठो रहेछ यो ठिक छ भन्न मिल्दैन मान्छे हो होइन खाने कुरो होइन बिस्तारै हरेक कुराहरू थाहा पाउँदै गएपछि अब के हो कसो त्यो आफूमा भर पर्छ होइन न यो सम्बन्धमा मेरो फ्युचर छैन दिदी यसमा भोलि म झुन्डेर मर्न बाध्य हुन्छु हेर्नु न तपाईँ उसँग बिहे गरे भने भोलि म झुन्डेर कुनै दिन लाइभमै आएर झुन्डेर मर्छु तिमी मर्छौ कि ऊ मर्छौ
यति कुरा ग्यारेन्टी दिन्छु म चाहिँ पारा यस्तै पारा हो भने चाहिँ त्यही भएर दुइटै चुप लाएर बस कि सम्बन्ध राम्रोसँग जान्छौ भने ठिकठाक नचलाओ होइन सम्बन्ध राम्रो जान्छ हामी बात नै सदैनौँ भन्यो भने चाहिँ तिमीहरू दुईजना दुइटै लाइभमा नआऊ होइन नत्र भने चाहिँ बेलैमा छुटेको राम्रो हुन्छ भाइ हेर मैले त्यही नै भनेको हो कि मैले त्यही भनेको म त त्यही भन्छु पैसा कति दिएको हो ओए पागल नि मनिषा चुप गर बहिनी म त कोही कोहीले फोन गर्छु भन्थेँ म त स्विच अफ गरेर बसेँ कि भाइ म त डराउँछु आजभोलि त कन्ट्रोभर्सी परेँ म त स्विच अफ गरेर चाहिँ कुन फोटो स्विच अफ गर्नु कुन फोन स्विच अफ गर्नु म त बोल्दिनँ कान्छ यो मात्र यहाँ मैले सबै अर्कोबाट गरेँ म त यो कसैसँग बल्ल यो दाइको बुद्धि आएछ अरे भाइ म त पढ्दिनँ भाइ बल्ल दाइको बुद्धि आएछ होइन होइन हो कि यो सम्बन्ध अगाडि बढायो भने कि यहाँ कि उसलाई केही हुन्छ कि मलाई केही हुन्छ मैले देखिसकेँ फ्युचर छैन कि यसमा टिकटकमा त हेर त्यसमा बोला राम्रो मुखले बोला आजदेखि सर्ट आउट गर दुईजना एक अर्कामा अनजान हो तिमी पनि खुसी बस भने एक अर्कामा गाली नगर उसले पनि उसलाई भन् म तिमी मेरो कुरा नगर लाइफमा केही नगर भन् अनि तैँले पनि गर्न छोडिसक्यो उसले मेरो कुरा गर्न छोडिसक्यो यस्तो हो कि चिन दिइराख्यो के सिस्टर सुन्नु अब पर्सनल लुगा किन्ने यताउता कुरा गर्ने हो भने चाहिँ मसँग कन्ट्याक्ट गर्दा राम्रो हुन्छ यी थाङ्ने कुरा बोकेर आयो भने म चाहिँ बोल्दिनँ स्विच अफ गरिदिन्छु भनिदिन्छु म त बोल्दिनँ भाइ मलाई यो कन्ट्रोभर्सीमा आउनु छैन बहिनी म आफ्नो गरेर खाएको कुरा हो म आफ्नो गरेर खाइछु बसेछु पिर पऱ्यो नि मलाई पऱ्यो ज्यान पऱ्यो नि मलाई पऱ्यो होइन त्यही भएर म चाहिँ मैले पालेको माछौ बोसो आउँछ भनिरहेको छ उसले कसलाई ए तिमीलाई अरे सुरजलाई अरे तँलाई त एक सेकेन्ड तँलाई त एकछिन आधी घन्टा नबोले आधी घन्टा राम्रो गुणगान गायन भने त 2 घन्टा त तँलाई सराबेरै बस्छिन् भाउजू म बोल्दिनँ के यस्तो हो कि को यो इमोजीको बोलेर फाइदा पनि छैन यो टिकटकमा जति बोल्यो उति नाङ्गिन्छ परान त्यही भएर बोल्न भन्दा नबोल्नु ठिक छ के चुप लाउ नि बस मिल्दैन होइन यसै जिब्रोले चाटेर ओ यो त मिठो रहेछ यो ठिक छ भन्न मिल्दैन मान्छे हो होइन खानेकुरो होइन बिस्तारै हरेक कुराहरू थाहा पाउँदै गएपछि अब के हो कसो त्यो आफूमा भर पर्छ होइन न यो सम्बन्धमा मेरो फ्युचर छैन दिदी यसमा भोलि म झुन्डेर मर्न बाध्य हुन्छु हेर्नु न तपाईँ उसँग बिहे गरेँ भने भोलि म झुन्डेर कुनै दिन लाइफमै आएर झुन्डेर मर्छु तिमी मर्छौ कि ऊ मर्छौ यति कुरा ग्यारेन्टी दिन्छु म चाहिँ पारा यस्तै पारा हो भने चाहिँ त्यही भएर दुइटै चुप लाएर बस कि सम्बन्ध राम्रोसँग जान्छौ भने ठिकठाक नचलाओ होइन सम्बन्ध राम्रो जान्छ हामी बात नै सदैनौँ भन्यो भने चाहिँ तिमीहरू दुईजना दुइटै लाइभमा नआऊ होइन नत्र भने चाहिँ बेलैमा छुटेको राम्रो हुन्छ भाइ